कता कता सुने पनि छौँ नेपालगञ्जलाई सानो पाकिस्तान भनेको छ र आज यो विषयवस्तुले रियलमा पाकिस्तानी हो कि भन्नेमा हामीलाई लागिरहेछ र मुसलमानसँग बिहा गरेपछि सुख हुन्छ, अरू जातसँग बिहा गर्दा दुःख हुन्छ भनेर हिन्दू चेली मात्रै मुस्लिमसँग गएको कुरा त्यहाँ किताबमा छापिने अनि मुस्लिमको चेली पनि त हाम्रो हिन्दूसँग बिहा भएको होला नि त, त्यो कुरा चाहिँ नछापिने है। त्यो एउटा मात्र धार्मिक हाम्रो 4 जात 36 थरीको फुलबारी हो हाम्रो नेपालगञ्ज भनौँ, नेपाल भनौँ, एउटा सद्भावको सहर। तर विषयवस्तु सद्भावको सहर राखेर खालि मुस्लिम एउटा धार्मिक एउटा उसलाई मात्र प्रोत्साहन दिएर प्राथमिकता दिएर त्यो विषयवस्तुलाई एउटा मुस्लिम र हिन्दू बिचको एउटा हुन्छ नि द्वन्द्व निम्ताउने होइन र आफ्नो धार्मिक आस्थालाई मात्रै माथि उचाल्ने र हिन्दू धार्मिक आस्थालाई तुच्छ बनाउने तरिकाले उहाँ विषयवस्तु राख्नु भएको हुनाले त्यो विषयवस्तु हामीलाई अपचनीय भएर त्यो कुराले हाम्रो छोराछोरीप्रति हाम्रो एउटा धार्मिक संस्कार, हाम्रो संस्कृति, हाम्रो आस्थामाथि प्रहार भयो, जसले गर्दा हामी यो विषयवस्तुबाट साह्रै दुखित र हिन्दू एउटा 82% भनौँ हाम्रो देशमा 82% हिन्दू भएका मुलुकमा यो मुस्लिम समुदायको मात्र प्रोत्साहन होइन प्रचार, मुस्लिमहरूको मात्र एउटा राष्ट्र भए जस्तो गरेर यो विषयवस्तु छापिएछ र बच्चाहरूको एउटा मानसिक भनौँ भित्रबाट तोडिदिने खालि मुस्लिमहरूलाई बिहा गरेपछि सुख हुने र अरू जातसँग बिहा गर्दा दुःख हुन्छ भन्ने एउटा सब्जेक्टको एउटा उद्देश्य के भन्छन् सब्जेक्टको एउटा सन्देश दिन खोजेको सन्देशमूलक एउटा यहाँ हाम्रो नेपालगञ्जको एउटा भनौँ जाने माने मान्छेको नाम राखेर प्रेम कहानी छापेर एउटा हिन्दू धर्मलाई चाहिँ तुच्छ बनाउन खोजेको सब्जेक्ट विषयवस्तुले गर्दा हाम्रा एउटा भनौँ भविष्यको कर्णधार भनेको हाम्रो सन्ततिप्रति हाम्रो दिमागमा के भन्छन् कुरती भर्न खोजिएको छ कि मुसलमानसँग बिहा गरेपछि सुख हुन्छ, अरू जातसँग बिहा गर्दा दुःख हुन्छ भनेर बच्चाहरूलाई नराम्रो सन्देश दिन खोजेको हुनाले हामीलाई यो विषयवस्तुबाट घृणित एउटा हुन्छ नि यसमा आपत्ति एकदमै तुच्छ तरिकाको एउटा सब्जेक्ट दिन खोजेको हुनाले साह्रै दुःख लागेर हाम्रो धर्मलाई लत्याएर आफ्नो धर्मलाई मात्र पछ्याउने, आफ्नो धर्मलाई मात्र माथि उठाउने गरेका यो मुस्लिम धर्मप्रति हामीले घोर भर्सना गर्दछौँ। घोर एउटा हुन्छ नि आतंक भइरहेछ, हामीलाई एकदम दुःखी भइरहेछौँ हामी हिन्दूहरूलाई एकदमै तुच्छ बनायो यो विषयवस्तुले। यो सायद हाम्रो कता कता सुने पनि छौँ नेपालगञ्जलाई सानो पाकिस्तान भनेको छ र आज यो विषयवस्तुले रियलमा पाकिस्तानी हो कि भन्नेमा हामीलाई लागिरहेछ र हामी पनि सायद इतिहास मात्र देखाइएको छ। यहाँ खालि तपाईँको यो मुस्लिमहरू जहाँ यो चौलिका होइन तपाईँको कलबला होइन युज्ञान अनि मुस्लिमसँग बिहा गरेर लभ म्यारेज गरेर गयो भने एकदम सुख पाइन्छ भन्ने सब्जेक्टहरू दिएको हुनाले साह्रै दुःख लाग्यो मलाई यो विषय। हिन्दू चेली मात्रै मुस्लिमसँग गएको कुरा त्यहाँ किताबमा छापिने अनि मुस्लिमको चेली पनि त हाम्रो हिन्दूसँग बिहा भएको होला नि त, त्यो कुरा चाहिँ नछापिने है। त्यो कुराले झनै हामीलाई आपत्ति दिएको थियो किनभने हाम्रो विषयलाई चाहिँ जहिले पर्ने होइन उनको विषयलाई जहिले पनि बाहिर ल्याउनु पर्ने। खालि नेपालगञ्जमा त सायद मुस्लिमका चेली पनि त हिन्दूसँग बिहा भएका छन् नि त, तिनीहरूको बारेमा चाहिँ किन नलेखाएको? यो के भन्छन् यो किताब चाहिँ हामीलाई लाग्छ कुनै व्यक्तिगत रूपमा छापिएको जस्तो लागेर हामीलाई एकदमै व्यक्तिगत भनौँ दबाब प्रभाव र पैसा